हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ म यहाँहरूमा चाहिँ एउटा सानो जानकारीमूलक भिडियो बनाउन गइरहेको छु, जुन अहिले हाम्रो नेपाल सरकारले चाहिँ करदाता प्रोत्साहन भनेर जुन अफर ल्याएको छ, त्यो सम्बन्धी आफूले बुझेको जानेको नलेज यहाँहरूमा सेयर गर्न गइरहेको छु। मैले आज बजारमा मेरो दिनभरिको काम भनौँ न, अब के गरेँ, बाइकमा पेट्रोल हालेँ, खाजा खाएँ होइन। अब मैले जे काम गर्दा नि आजकल चाहिँ बिल लिने गरेको छु। यहाँहरूले पनि जे काम गर्दा पनि 100 रुपियाँभन्दा माथिको चाहिँ बिल चाहिँ अनिवार्य लिनु पऱ्यो। त्यो भयो भने चाहिँ के चाहिँ फाइदा हुन्छ भन्दा चाहिँ सबैभन्दा पहिला त आफ्नो कति खर्च भयो त्यसको हिसाब थाहा पाउन सजिलो भयो होइन। दिनभरि र 1,33,000 10 लाखसम्म चाहिँ जित्ने अवसर मिल्छ है। यो 1,33,000 चाहिँ 15जनाले दिने गरेको छ होइन। प्रत्येक दिनको चाहिँ एकजना विनरको घोषणा गरेर चाहिँ 15जनाले चाहिँ 1,33,000 पाउँछन्। र त्यो 1 गतेदेखि 15 गतेसम्मको चाहिँ एजोलमा चाहिँ एकजनाले चाहिँ के छ त 10 लाख रुपियाँ पाउँछ। त्यसमा चाहिँ आयकर ऐन 2058 अनुसार चाहिँ आकस्मिक लाभ अन्तर्गत चाहिँ 25% कर काटेर चाहिँ यदि हजुरहरूले जित्नुभयो भने 25% कर काटिएर हजुरले चाहिँ कर कट्टी पश्चातको रकम चाहिँ हजुरहरूले पाउनुहुन्छ। यदि 1,33,000 विन 1,33,000को 33,000 चाहिँ हजुरले जित्नुभयो भने चाहिँ लगभग 79,000 चान्चुन पाउनुहुन्छ होइन। अनि 10 लाख जित्नुभयो भने चाहिँ हजुरहरूले चाहिँ 7,50,000 चाहिँ हजुरले पाउनुहुन्छ। यस्तो अवसर छुटाउन त भएन नि होइन। नेपाल सरकारले आर्थिक वर्ष 83-84बाट लागू हुने गरेर करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि पनि 2083 लागू गरेको छ, जस अन्तर्गत चाहिँ हामीले प्रत्येक महिनाको 1 गतेदेखि 15 गतेसम्म के सामान किन्छौँ, के हामीले आफूलाई आवश्यक वस्तुको किनमेल गर्छौँ, त्यो 1 गतेदेखि 15 गतेसम्म कति कारोबार भयो त त्यसको लेखाजोखा राख्न र बिल लिने बानीको विकास गर्न चाहिँ नेपाल सरकारले यो कार्यक्रम जारी गरेको। वस्तु तथा सेवा खरिद बिक्रीमा बिजोग लिने दिने संस्कृतिको विकास गर्न र कारोबारको दैनिक कारोबारको चाहिँ अभिलेखीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ यो करदाता प्रोत्साहन कार्यविधि जारी गरेर चाहिँ अस्ति भर्खरै साउन 15 गतिसम्म चाहिँ कारोबार हुने 15जना विजेता पनि घोषणा गरिसकेको छ। हजुरहरूले पनि दैनिक रूपमा किनमेल गर्नु नै भएको हुन्छ। तर के छ भन्दाखेरि हामीले चाहिँ त्यो बिल लिने बानीको चाहिँ विकास गर्न सकेका छैनौँ अझै पनि, र लिँदा पनि लिइँदैन। अब यदि हामीले मात्रै बिल नलिने हो भने 1 गतेदेखि 15 गते, 15देखि 30 गतेसम्म जो जतिले आफ्नो लागि आवश्यक सामान किन्नुहुन्छ उहाँहरूले बिल त लिनुहुन्छ होइन। उहाँहरूमध्ये पनि एकजना त विनर हुने नै हो। त्यो भएको हिसाबले चाहिँ हजुरहरूले पनि सामान किनमेल गर्दा चाहिँ बिल लिने बानीको विकास गर्नु पर्यो। र यदि हजुरहरूले नगद भुक्तानी गर्नुभयो भने वेबसाइटमा गएर चाहिँ इन्ट्री गराउनु पर्यो होइन। त्यो पनि म एकछिनमा हजुरहरूलाई कसरी इन्ट्री गराउने त त्यो पनि देखाउने छु। र यदि हजुरहरूले अनलाइन पेमेन्ट गर्नुहुन्छ भने त्यसको अनलाइन पेमेन्टको स्लिप त्यो जुन ट्रान्सफर भएको पेमेन्टको सक्सेस रिपोर्ट हुन्छ त्यो चाहिँ सेभ गरेर राख्ने, अनि बिल चाहिँ लिएर सुरक्षित राख्नु पर्यो। र जब त्यो 15 गते पछि र 30 गते पछि जब यो 15जना चाहिँ विनर घोषणा हुन्छ नि, त्यसमा यदि आफ्नो परिहाल्यो भने त्यो ओरिजिनल बिल चाहिन्छ, त्यो लिएर जानु पर्यो। यदि परेन भने त अब प्रयास जारी राख्नु पर्यो होइन। 1 वर्षमा एकपल्ट त कसो नपर्ला होइन। यदि तपाईँ हामी जस्तै मान्छे चाहिँ विनर हुने हो नि त, के थाहा अब हजुरको भाग्य पनि चम्किन सक्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ ल सबैजनाले चाहिँ आफूले सबैभन्दा माथिको जे कारोबार गरिन्छ त्यसमा बिल लिने बानीको विकास गर्नु पर्यो। र यदि नगद भुक्तानी गरियो भने चाहिँ कसरी
हामीले चाहिँ त्यो बिल चाहिँ सिस्टममा इन्ट्री गराउने भन्ने कुरा चाहिँ म हजुरलाई देखाउन गइरहेको छु। ल साथीहरू, हामीले चाहिँ अब त्यो बिललाई कसरी इन्ट्री गराउने भन्ने कुरा म देखाउन गइरहेको छु। सबैभन्दा पहिला हजुर क्रोममा जानुहोस्। क्रोममा गएपछि PRIZT price.ird.gov.np हान्नुभयो भने हजुरले यस्तो इन्टरफेस खुल्छ है। योभन्दा पहिला मैले दर्ता चाहिँ 6वटा बिल गरिसकेको छु होइन। यो साउन 15 गतेभन्दा पछिको। अब हजुरहरूले यहाँ चाहिँ भुक्तानीमा चाहिँ नगदै गर्नु पर्यो होइन। अब अध्यायमध्ये चाहिँ हाम्रो यो सिस्टममा चाहिँ कुन कुन बिलहरू चाहिँ यो प्राइसको लागि स्वीकार्य हुन्न भन्ने कुरा यहाँ देखिएको छ। देयबन्धीको बिल बीजक कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् भनेको चाहिँ यसमा चाहिँ व्यावसायिक प्रयोजनका लागि खरिद गरेका भनेको कुनै पनि संस्थाको लागि हामीले अफिसको लागि किनेका सामानहरू इन्ट्री गर्न मिलेन। सरकार निकाय र सार्वजनिक संस्थाको नाममा जारी गरेका बिलहरू पनि यसमा इन्ट्री गर्न मिल्दैन। टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सहरी तथा ढुवानी साधन र हवाई टिकट खरिद गरेको बाबतको बिजकहरू चाहिँ यसको लागि चाहिँ एलिजिबल हुँदैन है। अनि स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेका बिजकहरू पनि यो सिस्टमले चाहिँ हजुरले इन्ट्री गरायो भने पनि यसलाई रिजेक्ट गर्छ। अब हामीले कतिपय ठाउँमा सामान किन्दाखेरि चाहिँ के हुन्छ भन्दा कतिपय ठाउँमा चाहिँ बिल नै दिँदैन होइन। त्यस्तो ठाउँबाट चाहिँ खरिद नगर्नुहोस् भनेर सुझाव दिन चाहन्छु म। अब अस्ति एउटा पसलमा गएको थिएँ, सामान किनेँ। अब नगरपालिकामै कता दर्ता भएको भन्छ तर प्यान नम्बरै लगाएको छैन अरे हो। त्यस्तो व्यवसाय गर्ने मान्छेहरूलाई चाहिँ सरकारको अर्को दायरामा ल्याउन होइन। नेपाल सरकारले चाहिँ यो अहिले यो नीति ल्याएको छ, यो करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। ल अब साथीहरू, यसमा चाहिँ बिल नम्बर भन्ने ठाउँमा चाहिँ मैले आज गाडीमा बाइकमा हालेको पेट्रोल थियो त्यसको बिल लिएर आएको छु। जम्मा 500को हालेको होइन, तर पनि मैले बिल लिएर आएको छु। के थाहा यो 500ले गर्दा 1,33,000 पनि आउनसक्छ, 10 लाख पनि आउनसक्छ है त। अब मैले यहाँ चाहिँ बिल नम्बरमा इन्ट्री गर्छु होइन। इन्भोइस नम्बर SI8384S02279। ल साथीहरू, मैले चाहिँ आफ्नो यो बिलमा भएको नम्बर हालिसकेँ। अब विक्रेताको प्यान नम्बर भन्ने हुन्छ। तपाईँहरूले लिनुभएको बिलमा माथि प्याट नम्बर अथवा प्यान नम्बर भनेर लेखिदिएको हुन्छ होइन। 30031919551। यो हजुरले हान्दाखेरि बिल नम्बर र विक्रेताको प्यान नम्बर चाहिँ एकदम गलत नहुने गरेर एकदम हेरेर हान्नु होला है। त्यसपछि चाहिँ अब मिति कहिलेको आजको नै हो होइन। अब बिलको कुल रकम 500 रुपियाँ हो। मैले 500 किनेको। भुक्तानीकर्ताको नाममा चाहिँ निर्मल पाण्डे भइहाल्यो होइन। आफ्नो नाम हान्नुहोस्। मोबाइल नम्बरमा चाहिँ आफ्नो मोबाइल नम्बर हान्नुहोस्। ठेगानामा चाहिँ आफ्नो कहाँ हो ठेगाना हान्ने है त। त्यसपछि तल गएर हजुरको पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नु हो। त्यो गर्नुभयो भने तपाईँको चाहिँ कुपन दर्ता हुन्छ होइन। अनि यो कुपन नम्बर भनेर यसरी देखाउँछ। यदि गरिदिनु भयो भने हजुरको चाहिँ यो उपहार कार्यक्रमको लागि योग्य भयो। अब यसको रिजल्ट पछि चाहिँ यो नम्बर जुन यो 15 दिन सकिएपछि चाहिँ जुन यो पुरस्कारको चाहिँ लकी ड्रबाट छान्ने काम हुन्छ, त्यति बेला चाहिँ तपाईँहरूको यो पुरस्कारको नम्बर मिल्न गयो भने चाहिँ हजुरले प्राइज जित्न सक्नुहुनेछ।